नामधारी परमेश्वरको सन्तान नामधारी ख्रिस्टियन भएर चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्न सकिँदैन। येशूले मत्ती 7 अध्यायमा प्रष्ट रूपमा के भन्नुभएको छ त, मलाई प्रभु प्रभु भन्ने सबै परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन, बरु तिनीहरू चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्छन् जसले मेरा पिताको इच्छा जसले पुरा गर्छ, पिताले भन्नुभएको जस्तो आज्ञा पालन गरेर जीवन जिउँछ, तिनीहरू चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छ भनेर भन्नुभएको छ। उहाँले अझै यो पनि जोड्नु भएको छ, तिमीहरूले भनौला मेरो नाममा, येशूको नाममा मैले चङ्गाई गरेँ भनौला, मैले बप्तिस्मा गरेँ भनौला, मैले त सधैँ प्रभुभोज खान्थेँ, सधैँ शनिबार सङ्गति जान्थेँ होइन, चङ्गाई गर्दै हिँडेको थिएँ, अचम्मका काम गर्दै हिँडेको थिएँ, अगमबाडी गर्दै हिँडेको थिएँ, अन्य भाषा गर्दै हिँडेको थिएँ, किन प्रभु म किन परमेश्वर राज्यमा नजानी भनेर तिमीहरूले त्यो दिन सोध्लाऊ। तर म तिमीहरूलाई भन्ने छु, ए अधर्म काम गर्नेहरू, मैले तिमीहरूलाई चिनेकै छैन। हेर्नुहोस् त, हेर्दाखेरि अहिले म एउटा धर्म मानेको जस्तो देखिन्छौँ, कतिचोटि बप्तिस्मा गरेपछि स्वर्ग पुगिन्छ कि भने जस्तो लागेको छ, धार्मिक विधिहरू मैले त मानिरहेको छु भनेको जस्तो लागेको छ, मैले त चङ्गाईको काम गरिरहेको छु है, अन्य भाषा यति धेरै बोल्छु, म अगमबाडी गर्दै हिँडेको छु भन्ने जस्तो विचार हामीमा हुनसक्छ र ती कुराले चाहिँ म एकदमै आत्मिकी छु भने जस्तो लाग्न सक्छ। तर कतिचोटि त यी कुराहरू परमेश्वरको लागि होइन, हामीले व्यक्तिगत फाइदाको लागि पो गरिरहेको हुन सक्छौँ र व्यक्तिगत फाइदाको लागि गरिएको, चाहे त्यो चङ्गाई होस्, चाहे आश्चर्य काम होस्, चाहे अरूलाई देखाउन प्रयोग गरिएको अन्य भाषा होस्, चाहे ठुला ठुला काम होस्, त्यो काम चाहिँ परमेश्वरको नजरमा अधर्म हुन पुग्ने रहेछ। येशूले अर्को ठाउँमा भन्नुभएको छ, मेरो चेला त्यो हो जसले मेरा वचन सुन्छ र पालना गर्छ, सुन्ने मात्रै भएर आफैलाई धोका नदेऊ भन्नुभएको छ के। अब येशूको वचन त जसले नै सुन्छ, परमेश्वर पिताले यसो भन्नुभएको छ भनेर धेरैलाई थाहा हुन्छ, तर आज्ञा पालन गर्ने बेला त कता हो होइन। अब कहाँ सकिन्छ र त्यस्तो गर्नलाई, अब हामी शरीरमा छौँ सक्दैनौँ भन्ने खालका कुराहरू लिएर आउँछौँ। तर परमेश्वरको राज्यमा उहाँले त्यत्तिकै बोलाउनु भएको छैन। हामी यदि परमेश्वरको राज्यमा जान चाहन्छौँ भने अहिलेदेखि नै परमेश्वरको भएर जिउनुपर्छ। हामी संसारमै छौँ तर संसारिक जस्तो होइन, हामी संसारबाट अलग गरिएको परमेश्वरको राज्यको निम्ति पवित्र भनेर धर्मी ठहराइएको पवित्र जाति भनेर उहाँले भन्नुभएको छ। संसारमै रहँदा पनि हामी संसारिक मान्छे जस्तो होइन तर परमेश्वरको सन्तानहरू जस्तो भएर जिउनुपर्छ भन्नुभएको छ। हेर्दा लाग्ला होइन, अब बप्तिस्मा गरेछ, प्रभुभोज खाइरहेछ, तर कतिचोटि त्यसले विधिको रूपमा पनि त्यसलाई अभ्यास गरिरहेको हुन सक्छ। तर पिताको इच्छा अनुसार चाहिँ के त, धेरै मानिसहरूलाई मिलापमा ल्याउने, परमेश्वरसँगको मिलापमा ल्याउने काम, सुसमाचार प्रचार गर्ने काम, आफ्नो जीवन चाहिँ गवाही बनेर जिउने काममा चाहिँ हामी धेरै पछाडि परिरहेको हुन सक्छौँ। येशूले त प्रष्टसँग भन्नुभयो, यदि पिताको इच्छाको काम भएको छैन, तिमीहरू आफ्नो इच्छाको काम गरिरहेछौ भने ती सबै काम चाहिँ अधर्म हो भनेको। येशूको नाम बेचेर खानको निम्ति तिमीहरूले त्यो प्रयोग गर्यौ, आफ्नो नामलाई अगाडि बढाउनको निम्ति प्रयोग गर्यौ, चङ्गाई पनि तिमीहरूको फाइदाको लागि गर्यौ होइन, अगमबाडी पनि तिमीहरूको फाइदाको लागि गर्यौ तिमीहरूले होइन, बप्तिस्मा नि त्यही हो, प्रभुभोज पनि त्यही गरिरहेछौ भनेपछि पिताको इच्छा कता गयो त, सबै आफ्नो फाइदाको लागि गरिरहेछौ भने यो तिमीहरूले परमेश्वरको निम्ति होइन, यो अधर्म, यसलाई त अधर्मी हो भनेर उहाँले भनिराख्नु भएको छ। आज हामीले विचार गर्नुपर्ने कुरो, हामी के धार्मिक विधि मात्रै गरेर म एउटा क्रिस्चियन हो अथवा म एउटा परमेश्वरको सन्तान हो भनेर त्यही धार्मिक विधिमा मात्रै अल्झिएर बसेका छौँ कि साँच्चै मेरो पिताको इच्छा के छ। येशू मसीहले हामीलाई प्रष्ट बताउनु भएको छ पिताको इच्छा के छ भनेर, त्यो इच्छा पुरा गर्नको लागि काम गरिरहेका छौँ कि अथवा होइन, धार्मिक विधि हो पुरा गरेकै छु होइन, अथवा सेवकहरू पनि मानिसहरूलाई देखाउनलाई, मानिसहरूको अगाडि हिरो बन्नको लागि वरदानहरू पो प्रयोग गरिरहेका छौँ कि, यो कुरा आज हामीले होसियार साथ ख्याल गर्नुपर्ने रहेछ।